हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ। तपाईँलाई हामी देखाउन चाहन्छौँ। हेर्नुहोस् कस्तो अवस्था छ, हेर्नुहोस् यहाँ अहिलेको अवस्था आज तपाईँलाई हामी देखाइरहेका। घोराई उपमहानगरपालिकाको वडा नम्बर 9 खैरामा रहेको पश्चिम नेपालकै ठुलो साङ्ग्रेला प्लाइ उद्योगमा गैराती 1 बजेदेखि आगलागी भएको छ। आगलागी नियन्त्रणका लागि थुप्रै प्रयासहरू भएका छन्। आइतबार मध्यरातमा सबै मस्त निद्रामा थिए। 50 वर्षका गिरिराज रोका चर्पी जाने भनेर 1 बजे बाहिर निस्कनुभयो। प्लाइ उद्योगसँगै सटेको घर भएका रोका बाहिर निस्कदा उद्योगमा दनदनी आगो बलिरहेको थियो। दौडदै गएर उद्योगका सुरक्षा गार्डलाई खबर गर्नुभयो। गार्डसँग चाहिँ कुरा गर्दाखेरि उहाँले चाहिँ यो विद्युत सर्ट भएर भएको हो भन्ने कुरो गर्नुभयो। उहाँको सामान पनि बाहिर राखियो, प्लस घर आएर मेरो सामान पनि बाहिर राखेँ। घर अहिले पनि मेरो अहिलेसम्म पनि जोखिममै छ। हतार हतार विभिन्न ठाउँमा खबर गर्न थालियो। पालिकासँग रहेका दमकललाई खबर भयो। रातको समय 2:30 बजे पहिलो दमकल आइपुग्यो। नेपाल प्रहरी पनि आगलागी स्थलमा पुग्यो। अन्य सुरक्षा निकाय, सशस्त्र प्रहरी, नेपाली सेना पनि थपिए। आगोले रौद्र रूप देखाइसकेको थियो। चाहेर पनि आगो नियन्त्रणमा लिने कुरा सुरक्षाकर्मीको काबुमा थिएन। उद्योगसँगै रहेका घरहरूमा आगो फैलने जोखिम रहेका कारण सुरक्षाकर्मीको ध्यान त्यतातर्फ लाग्यो। दमकल र सुरक्षाकर्मी थपिँदै गए। घरबाट सामान बालबच्चा लिएर मानिसहरू खुल्ला चौरमा आधा रात कटाए। सानो पुँजीबाट 2063 सालदेखि सुरु गरेको प्लाइ उद्योग जलिरहेको थियो। उद्योग सञ्चालक के गर्ने कसो गर्ने ध्याउन्नमै हुनुहुन्थ्यो। भयङ्कर ठुलो लगानी छ, इन्भेस्टमेन्ट धेरै छ। अब मानुस् न 60-70 करोड मोटामोटी 1 अरबको रेसियोमा क्षति भएको छ। फ्याक्ट्री जलेर पुरै ध्वस्त छ। हजुरको कुनै पनि संरचना बाँकी छैन। प्लान्टदेखि लिएर र मेटेरियलदेखि लिएर फिनिस प्रोडक्टदेखि लिएर सबै कुराहरू ध्वस्त अवस्थामा छ। उद्योगमा दैनिक 700 जनाले रोजगारी पाएका थिए। उत्पादित साङ्ग्रिला प्लाइ नेपालका सबै जसो जिल्लामा पुग्थ्यो। पछिल्लो 2 वर्षदेखि भारत, चीन निर्यात हुँदै आएको थियो। 7 बिघा क्षेत्रफलमा फैलिएको उद्योग खरानी बनेको छ। जिल्लामा पर्याप्त मात्रामा दमकल नभएकै कारण कपिलवस्तु, बाँके र बर्दियाबाट दमकल मगाउनु पर्यो। जिल्लामा रहेका 10 स्थानीय तहसँग चालु अवस्थामा दमकल भएको भए क्षतिलाई कम गर्न सकिने कतिपयको बुझाइ छ। भइपरि आउने विपत्तिको सामना गर्न र विपद प्रतिकारको तयारीमा सरकार चुकेको देखिन्छ। यत्रो फ्याक्ट्री आगो लाग्दै गर्दा 10 वटा पालिका हामीसँग यहाँ रहँदा पनि हामीसँग भएका पालिकामा भएका यो दमकलहरू समेत अप टु डेट नहुने, बिग्रिने, हैन स्टार्ट नहुने यस्ता समस्याले ग्रस्त हुँदाखेरि र टाइममा हामीले चेक नगरेर र आपत आइपर्दा जुन राज्यले गर्नुपर्ने पूर्व तयारीको जुन खालको यो कमी देखिएको छ, यसका लागि समीक्षा गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। गैराती भएको यो आगलागीका कारण उद्योगीले करोडौं रुपैयाँ गुमाएका छन् भने उद्योग आसपास रहेका 2 वटा घर र एउटा गोठमा सामान्य क्षति पुगेको छ। उद्योगहरूमा आइपर्ने यस्ता खालका विपत्तिहरूबाट बच्न